काठमाडौँबाट फर्किरहेको हालत हेर्नुहोस् यहाँ काठमाडौँ जान मन लाग्छ के गर्नु यस्तो छ हालत हाम्रो बाटोमा गाडीले पुरा हिँड्नु काटेर है खत्तम बिजोक तालमा परेको छ अहिले हामी पुग्नु पर्यो ल हेर्नुहोस् गाइस काठमाडौँबाट आउँदाखेरि चालाकी यस्तै भएको लगभग आउँदा पनि झन् डेन्जर भयो लगभग बैरनीसम्म थाङकोटदेखिबाट ओह्रालो झर्दा बैरनीसम्म त बाटो खत्तम छ गाइस जतनगढी आउनु होला जतनगढी जानु होला भन्न चाहन्छु ढिलो बाटो पनि त्यहाँनिर चाहिँ